Hi guys, Hi. my mini vlog. हामी चाहिँ भोलि संगतिको लागि जाँदैछौँ। आज न भोलिको लागि तयार गर्नुपर्छ संगतिको लागि र म र भाइ चाहिँ जाँदैछौँ। र अहिले सबैजना हुनुहुन्छ, भाउजू हुनुहुन्छ, भोलि बारमा बस्नेहरू र हामी चाहिँ यो रसखोर हामी चाहिँ ठाउँमा आइपुग्यो। हामी चाहिँ हिँड्दैछ। हामी चाहिँ जहिले पनि सुर्ती विकासमा आएर झरेरै हामी हिँड्नुपर्छ र यहाँदेखि हामीलाई कति टाइम लाग्छ भन्दै गर्दाखेरि 20 मिनट लाग्छ हिँडेर जान, किनभने हामी चाहिँ जानुपर्छ। मेरो भाइ नाम चाहिँ एउटा ठाउँको थियो। हेर्नुहोस् त्यो ठाउँ चाहिँ एकदमै रम्य छ। यहाँ खेतीपाती चाहिँ राम्रो हुँदैछ। यहाँ चाहिँ तरकारी खेतीहरू प्रायः जस्तो हुनेछ। यहाँ उखुको समयमा उखु सब सिजनको टाइममा यहाँ चाहिँ हाल्दछ र हामी चाहिँ यहाँ आइपुगेपछि चाहिँ अब पुग्न लागिसकेको छ। 5 मिनटमा हामी चाहिँ पुग्नेछौँ। हाम्रो चाहिँ जन्म स्थलमा हामी चाहिँ अब आइपुग्न लागेको छौँ। तपाईँहरूले हामीलाई कमेन्टमा भनिदिनु भएपछि कस्तो छ भनेर हाम्रो जन्मस्थल अनि त्यस्तो बाटो हुँदै जानुपर्दछ। हेर्नुहोस् म भने म हो, मेरो नाम चाहिँ रिमा मगर। आजभोलि चाहिँ धानको सिजन छ, सबै रोपेर हामी त्यो बाटो हामी चाहिँ हिँड्दैछौँ र हामी चाहिँ अब त्यहाँदेखि अब म सुको भन्ने गाउँ पुग्दछ। त्यहाँदेखि चाहिँ हाम्रो आफ्नो चर्चमा पुग्नेछौँ र हामी चाहिँ त्यहाँ चाहिँ सङ्गति गर्नेछौँ। यो चाहिँ हाम्रो मुसो भन्ने गाउँ। अब यहाँदेखि अलिकति थोरै छ, तपाईँले हेर्न सक्नुहुन्छ गाउँ चाहिँ यस्तो छ। हेर्नुहोस् घरहरू यस्तो भएका छन्। मेरो भाइ जाँदैछ म चाहिँ पछाडि। यहाँ हेर्न सक्नुहुन्छ पनि चाहिँ पुग्यो गएछ भाइ। हामी चाहिँ यहाँतिर झर्नेछौँ। यहाँदेखि चाहिँ चर्च रहेको छ। हाम्रो चर्च चाहिँ रहेको छ। यहाँ चाहिँ चर्चको धारा रहेको छ। हाम्रो चर्च बाथरुम। फाइनली हामी चाहिँ चर्च आइसकेको छ। हेर्नुहोस् यहाँ चाहिँ सामानहरू मिलाउँदैछ। यहाँ चाहिँ हाम्रो गर्नुभयो, पसिना हेर्नु सक्नुहुन्छ कति गर्ने। हामी हिँडेर आइपुगिसकेको छौँ। हामी त सधैँ यस्तै हो, सधैँ शुक्रबार आउँछौँ, शनिबार सङ्गति गर्छौँ र जान्छ। हेर्नुहोस् तपाईँलाई म देखाउन चाहन्छु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो पछाडितिर पछाडि रहेछ।
भाउजू हुनुहुन्छ डबल ट्याप My brother. हुन्छ डबल ट्याप गर्न आउनुहुन्छ यसमै त्यो फङ्सनहरू अनि जस्तै फोटो हेर यताबाट एउटै छेउमा लागेको त्यहाँको चाहिँ यता छेउमा गाडेको यस्तो छ त त्यो यसरी यसरी छैन नि सबै त्यो हटाइदियो ल 3 ल देऊ